दर्शकवृन्द नमस्कार। यो जापानको एउटा गाउँ हो। यो जापानको गाउँमा म घुम्दै घुम्दै आइपुगेको छु यतिखेर र यो घर असाध्यै मन पर्यो मलाई। यो घर चाहिँ कहीँबाट सर्लक बोकेर ल्याएर राखिएको हो, किनभने यहाँ तल नट बल्टु देख्न सक्नुहुन्छ हैन। यो चाहिँ चिटिक्क परेको घर नेपालमा हुने जुन गाउँघरतिर, हुन त यो पनि गाउँै हो एक हिसाबको, तर पनि नेपालको र यहाँको गाउँमा धेरै फरक छ। यो गाउँमा म यतिखेर आइपुगेको छु। यो अत्यन्तै राम्रा चिटिक्क परेका साना घर रहेका छन्। यहाँहरूले देखिरहनु भएको छ चिटिक्क परेको घर। यस्तो घर कसलाई मनपर्छ, यस्तो घर चाहने महानुभावहरू को हुनुहुन्छ कृपया कमेन्ट गर्नुहोस् है त। अनि यो भिडियोलाई तपाईँले मन पराउनु भयो, रमाइलो लाग्यो भने पक्कै पनि सेयर गर्नुहोला, लाइक गर्नुहोला, अनि आफ्ना साथीहरूलाई कमेन्ट गर्नका लागि अनुरोध पनि गर्न सक्नुहुनेछ भन्दै अहिलेलाई म यो भिडियोबाट बिदा माग्न चाहन्छु। नमस्ते, बाई बाई।